उद्धारकर्ता येशूको नाममा आमेन। धन्यवाद प्रार्थना गरिदिनुको लागि। हुन्छ यसै गरी हामी ताली बजाएर हामी हाम्रो बिचमा पास्टर श्याम तामाङजी आउँदै हुनुहुन्छ। हामी छोटो वचन हेर्नेछौँ। हुन्छ, धन्यवाद सञ्चालकज्यूलाई र यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा न्यानो अभिवादन साथै जय मसीह। वारी खोला पारी खोला बिचमा सानो गाउँ, सम्झना आए नि नआए नि, श्याम होइन सागर हो मेरो नाउँ। साँच्चै आज विशेष यो दिन परमेश्वरले सृष्टि गर्नुभएको छ र धर्मशास्त्र बाइबलले हामीलाई बताउँदछ हरेक दिन उहाँले सृष्टि गर्नुभएको हो र हामी त्यो दिनमा आनन्दित मनाउँछौँ। र आज हामीसँग आनन्द मनाउनको निम्ति परमेश्वरले दुईजना जो अब दुई नभएर एक हुन गइरहेका छन् अनि हामी यो आनन्द मनाउनको निम्ति यहाँ छौँ। त्यसैले एकपटक म आग्रह गर्छु छेउको साथीलाई पनि आऊ हामी आनन्द मनाउँ भन्नुहोस् न। आजको दुलही र उहाँको परिवार सँगसँगै आफन्तजनहरू र साथै दुलहाबाट पनि म आफैसँगै मण्डली परिवार र उहाँको परिवार सबै यहाँ हुनुहुन्छ। म एकपटक फेरि पनि न्यानो अभिवादन टक्राउन चाहे। दर्शन जय मसीह। हाम्रो दैनिक जीवनसँग जोडिएको कुरा गर्न चाहन्छु अनि त्यो चाहिँ हो विवाह। हाम्रो समाजमा विवाहबारे विभिन्न आवाज सुनिन्छ अनि त्यो आवाजमा पहिलो अब त निभाउनु पर्ने जिम्मेवारी हो। परिवारले भन्ने गर्छ गर्नै पर्यो अनि समाजले चलिरहेछ सबैले गर्छ अब पालो तिम्रो। अनि सायद दुला र दुलैले पनि कहीँ न कतै यी आवाजहरू पाउनुभयो। तर आज परमेश्वरको वचनले चाहिँ हामीलाई एउटा सरल प्रश्न गर्छ अनि त्यो चाहिँ हो विवाहलाई परमेश्वरले कसरी हेर्नुहुन्छ। छेउको साथलाई सोध्नुहोस् त, विवाहलाई परमेश्वरले कसरी हेर्नुहुन्छ। अनि बाइबल स्पष्ट छ है, विवाह चाहिँ परमेश्वरको सोच हो, परमेश्वरको योजना हो र परमेश्वरको उद्देश्य हो। आज हामी यही सत्यलाई सरल तर गहिरो बुदामा हेर्नेछौँ ताकि आज दुलहा र दुलैसँगै उहाँहरूलाई आशिष दिन र उहाँमा आनन्दित हुन भेला भएका हामी सबैले परमेश्वरले कसरी हेर्नुहुन्छ त विवाहलाई। विवाह के हो? धर्मशास्त्रका लेखक पावलले यसरी भन्नुभएको छ एफएसी 5:32मा, यो एक अति गहन रहस्य हो तर मैले ख्रीष्ट र मण्डली बारे कुरा गरिरहेको छु। प्रिय शुभचिन्तकहरू हो, विवाह केवल एउटै घरमा बस्नु मात्र होइन। विवाह केवल कानुनी कागज वा फोटो सेसन पनि होइन जस्तो यहाँ भइरहेको छ, भाइले खिचिरहनु भएको छ। विवाह चाहिँ ख्रीष्ट र मण्डली बीचको प्रेमको प्रतिरूप हो। पहिलो कुरा एफएसी 5:21ले हामीलाई सम्झाउँछ कि ख्रीष्ट प्रतिको श्रद्धाको कारणले अब हुने पति र पत्नीले चाहिँ एकअर्काको अधीनमा जिउनुपर्छ। अब हाम्रो नेपाली जीवनलाई यदि फर्केर हेर्छौँ भने हाम्रो गाउँघरमा विवाह हुँदा के हुन्छ त? दुईजना मात्र होइन, त्यहाँ दुई परिवार जोडिन्छन् अनि केवल दुई परिवार मात्र होइन, त्यहाँ दुई समुदाय र यहाँ त अब मण्डली जोडिँदैछ। कलवरी मण्डली र प्रार्थना कुनै ढुङ्गो मण्डली। अनि हो त्यो हुँदै गर्दाखेरि कतिले देख्दै हुनुहुन्छ ओहो उहाँ चाहिँ हाम्रो बुहारी हुनुहुन्छ है, अब कतिले होइन ए उहाँ चाहिँ हाम्रो ज्वाइँ हुनुहुन्छ है। त्यसै गरी विवाहमा म होइन तर हामी सुरु हुन्छ अनि यो कुरा आजको दुलहा र दुलहीले सुन्दै हुनुहुन्छ। त्यसैले विवाह भनेको चाहिँ अधिकार खोज्ने सम्बन्ध होइन, गल्ती गर्दै बस्ने सम्बन्ध पनि होइन, तर के हो त प्रेममा झुक्ने अनि माफी दिन सिक्ने र सेवा गर्ने सम्बन्ध हो। अनि यहाँ कति तपाईँहरू पनि हुनुहुन्छ जो विवाहित हुनुहुन्छ, तपाईँले यदि गल्ती गर्न थाल्नुभयो भने तपाईँको आफ्नो पतिको वा पत्नीको विवाह चाहिँ विच्छेदमा छुटिन्छ। तर परमेश्वरले हेर्नुभएको बाइबलको विवाह चाहिँ
सधैँ माफीबाट अझै सुरु हुन्छ। छेउको साथलाई भन्नुहोस् त, गन्ती गर्ने होइन तर माफी दिन सुरु गर्ने। त्यसैले दोस्रो चाहिँ रहेको छ मत्ती 19:6 येशूले भन्नुहुन्छ, अब दुई होइनन् तर एउटै शरीर। परमेश्वरको नजरमा आज मिल्यो भोलि छुट्यो भन्ने सम्झौता होइन विवाह, यो चाहिँ जीवनभरको एकता हो। अनि म पनि आज यी दुलहा र दुलहीलाई हेर्दै गर्दाखेरि मैले मेरो दिनको सम्झना गर्दै थिएँ। अनि मलाई विवाह दिनुहुने पास्टर बुवाले भन्दै हुनुहुन्थ्यो, बनारस के लड्डू खाओगे भी पछताओगे, न खाओगे भी पछताओगे। अनि म एकछिन सोच्न पुगेँ के भन्नुभएको रहेछ भनेर। सायद दुलहा र दुलहीले थोरै थोरै महसुस गर्दै हुनुहुन्छ। तर थाहा छ परमेश्वरले जब हेर्नुभयो विवाहलाई, उहाँले त्यो असल थियो भनेको कुरा हामी उत्पत्तिको पुस्तकमा पाउँछौँ। अनि यहाँसम्म कि यो विवाहलाई चाहिँ परमेश्वर स्वयं आफैले नै मानिस एक्लो रहन असल छैन भनिकन उहाँले सुरु गर्नुभएको कथा हामी पाउँछौँ। अनि थाहा छ तपाईँलाई, पहिलो विवाह बाइबलमा भएको हामी देख्छौँ जहाँ यति धेरै भिड थिएन जति हामी यहाँ छौँ। त्यहाँ चाहिँ केवल दुलहा थियो, दुलही थियो अनि परमेश्वर हुनुहुन्थ्यो। अनि थाहा छ परमेश्वरलाई मानिसको एउटा मित्रता उहाँले खोजिराख्नु भएको थियो। अनि त्यो चाहिँ कसरी सुरु गर्नुभएको छ? उहाँले आदमलाई सृष्टि गरेर उहाँले त्यो सुरु गर्नुभएको छ। अनि हामीले थाहा गर्न सक्छौँ विवाह त्यसैले बाध्यता होइन, विवाह चाहिँ बोझ पनि होइन, तर यो चाहिँ परमेश्वरको उपहार हो, मानिसको एक्लोपनको उत्तर हो। म तपाईँलाई सुनाउन चाहन्छु, शनिबारको साँझ थियो अनि म पनि एउटा गाडीमा साँझको पख गइरहेको थियो। यस्तै हावा चलिरहेको थियो, कति शीतल हावा है। यहाँ चाहिँ अलिक तातो रहेछ, त्यहाँ चाहिँ शीतल थियो। सायद यहाँ दुलहा र दुलही पनि बस्नु भएको भएर होला। अनि त्यो बेला मेरो मनमा अचानक मैले एक्लोपनाको, अनि मैले त्यो बेलामा परमेश्वरलाई, परमेश्वर तपाईँले मलाई कहिलेसम्म यसरी, अनि तपाईँले कहाँ राख्नु भएको छ? अनि थाहा छ अचम्मको कुरा, परमेश्वरले त्यसैको भोलिपल्ट म जसै त्यो चर्चको ढोकाबाट बाहिर निस्किँदै थिएँ अनि मेरी उनी चाहिँ ढोका भित्र आउँदै हुनुहुन्थ्यो। झन्डै हामी ठोकिएको, एकछिन चाहिँ फिल्मी नै भएको थियो। तर त्यो ठोकिनु खोज्दाखेरि मेरो हृदयमा चाहिँ उहाँको अनुहार, जस्तो क्यामेराले तपाईँहरू खिच्दैछ, खिचेको थियो। अनि समय बित्दै जाँदाखेरि हामीले कुरा गऱ्यौँ, पास्टर बुवालाई पनि भन्यौँ। अनि अहिले 4 वर्ष पुरा भएको छ र गएको हप्तामा 1 वर्षको छोरो पनि भएको छ। एकचोटि आउनुहोस् न, हाम्रो परमेश्वरलाई ताली बजाएर धन्यवाद दिउँ। त्यसैले बाइबलमा हामी हेर्दाखेरि पहिलो विवाहमा चाहिँ पहिलो प्रेमको गीत पनि बजेको छ। हामीले यो कति राम्रो है क्वायरबाट सुन्दै थियौँ। अनि थाहा छ तपाईँहरूलाई पहिलो प्रेमको गीत कस्तो सुनिन्थ्यो? उत्पत्ति 2 अध्यायको 21 र 22 यदि हेर्छौँ भने त्यहाँ 21, 22 र 23 यदि हेर्छौँ भने परमेश्वरले आदमलाई गहिरो निन्द्रामा पार्नुभयो अनि उनको करङबाट एउटा स्त्री बनाउनु भयो अनि उनलाई के त आदम कहाँ ल्याउनु भयो। अनि त्यहाँ एउटा सुन्दर सत्य छ प्रियहरू, अनि त्यो चाहिँ के हो त थाहा छ? आदमलाई जो दुलही ल्याउँदै हुनुहुन्थ्यो त्यो दुलही माटोबाट निकालेर ल्याउनु भएको थिएन परमेश्वरले, टाउकोबाट पनि होइन। माटोबाट भन्दै गर्दाखेरि कम मूल्यको वा टाउकोबाट भन्दै गर्दाखेरि चाहिँ शासन गर्नको लागि होइन, तर अझ खुट्टाबाट पनि होइन, के त थिच्नको लागि होइन, तर करङबाट। अनि करङको नजिक चाहिँ के छ त?
तपाईँले यदि तपाईँको हात दाहिने लगेर यसो राख्नुभयो भने तपाईँले थाहा गर्नुहुन्छ त्यहाँ ढुकढुकी छ। हो, त्यो ढुकढुकीको नजिकबाट परमेश्वरले स्त्रीलाई आदमको अघि लिएर आउनुभयो। अनि त्यहाँ पहिलो प्रेम गीत जब आदमले त्यो दुलहीलाई देख्छिन्, मलाई थाहा छैन आजको दुलहाले के देखिरहनु भएको छ, तर पहिलो आदमले चाहिँ त्यो दुलहीलाई सबै देख्यो। अनि उसले गाउँछ, तिमी मेरो हाडको हाड, तिमी मेरो मासुको मासु, तिमी मेरो। अनि थाहा छ त्यो गीत सुन्ने भिड थिएन त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्थ्यो। त्यसैले त्यहाँ त्यो भाषण होइन या कुनै शब्द होइन, तर प्रेमले भरिएको गीत चाहिँ आदमले त्यहाँ गाएको हामी पाउँछौँ। अनि थाहा छ आज हामी हाम्रो प्रेम गीत सम्बन्धी बारे मोबाइलमा सुन्छौँ, तर तपाईँले के आदमको प्रेमको गीत सुन्नुभयो? त्यो चाहिँ परमेश्वरको उपस्थितिमा गुन्जिएको थियो। अनि एउटा एकदमै रोचक कुरा चाहिँ उत्पत्ति 2:24 भन्दछ, मानिसले आफ्ना आमा बुबालाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ। यसको अर्थ आमा बुबालाई त्याग्नु भन्ने होइन, तर प्राथमिकतामा चाहिँ परिवर्तन हुनु हो। नेपाली सन्दर्भमा यदि हामी हेर्छौँ भने हाम्रो समाजमा धेरै समस्या कहाँबाट सुरु हुन्छ? माइतीले धेरै तान्दा, सुन्दै हुनुहुन्छ? माइतीले धेरै तान्दा, ससुराले धेरै नियन्त्रण गर्दा, अनि श्रीमान र श्रीमती बीच कम्युनिकेसन अर्थात् संवाद हराउँदै जाँदा। तर परमेश्वरले भन्नुहुन्छ विवाहपछि पहिलो स्थान चाहिँ आफ्नो जीवन साथीलाई दिनुपर्छ। उत्पत्ति 2:25 भन्छ, दुवैजना नाङ्गा थिए तर लजाउँदैन थिए। यसको अर्थ हामीले बुझ्नुपर्ने त्यहाँ डर छैन, त्यहाँ अभिनय छैन, अनि त्यहाँ कुनै नकाब पहिरिएको जस्तो अवस्था छैन। त्यहाँ चाहिँ पूर्ण विश्वास र खुल्लापन। जुन खुल्लापन चाहिँ आफ्नो आमा बुवासँग पनि नभएको खुल्लापन चाहिँ यो वैवाहिक जीवनमा अब दुईले उपभोग गर्छन्। म अन्त्यतिर आइपुगेँ। कसरी त्यसो हो भने यो सबै सुन्दै गर्दाखेरि त यो त बाइबलमा छ, तर हाम्रो अहिले वर्तमान संसारमा के यो सम्भव छ त? अनि थाहा छ त्यहाँ उत्तर छ, यो चाहिँ परमेश्वरको वचनमा सम्भव छ। यो हाम्रो विचारमा सम्भव छैन, तर यो परमेश्वरको वचनमा सम्भव छ। अनि परमेश्वरको वचनले यशाया 34:16 हामीलाई बताइएको छ कि परमेश्वरको आत्माले एकसाथ जम्मा गर्नुहुन्छ। अनि कसलाई? सबै सृष्टिमा भएका जीवित प्राणीहरूलाई चाहिँ के गर्न? जोडी हुनलाई। अनि त्यो जोडी हुनको निम्ति आजको यो दिनमा हाम्रो बिचमा दुलहा अर्जुन प्रजा र दुलही सुमित्रा चौधरी अनि अब प्रजा उहाँ हुँदै हुनुहुन्छ। र यो भन्दै गर्दा आज यहाँ तपाईँहरू पनि कतिजना अविवाहित हुनुहुन्छ होला, सायद तपाईँ आफ्नो जोडी खोज्दै हुनुहुन्छ होला, तर यशाया 34:16 भन्दछ परमेश्वरले कसैलाई पनि एक्लो छोड्नुहुने छैन। हालेलुया। त्यसैले हुन सक्छ त्यहाँ आज धेरैले भन्छन् अब हाम्रो स्वभाव मिलेन, अब सम्भव छैन, तर परमेश्वर भन्नुहुन्छ मैले जोडेको सम्बन्धमा मेरो आत्मा चाहिँ काम गरिरहेको हुन्छ। सायद आज यहाँ कति तपाईँ विवाहित हुनुहुन्छ होला, तपाईँ आफ्नो विवाहमा थाक्नु भएको छ होला, तर त्यहाँ परमेश्वर जसले तपाईँलाई विश्राम दिएर फेरि सुरु गर्नको निम्ति उहाँले तपाईँलाई दिन दिनुहुनेछ। आमेन। त्यसैले विवाह मानिसको आविष्कार होइन वा संस्कार मात्र होइन, यो परमेश्वरको पवित्र योजना हो। यदि तपाईँ अविवाहित हुनुहुन्छ भने विवाहलाई हल्का नलिनुहोस्। म एकपल्ट फेरि पनि दोहोऱ्याउन चाहन्छु, यदि तपाईँ अविवाहित हुनुहुन्छ भने विवाहलाई हल्का नलिनुहोस्। तर यदि तपाईँ विवाहित हुनुहुन्छ भने
आज फेरि आफ्नो सम्बन्धलाई परमेश्वरको हातमा समर्पण गर्नुहोस्, किनकि येशूका यी शब्दहरू आज पनि सत्य छन्। मत्ती 19:6 जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ त्यसलाई मानिसले नछुटाओस्। राजाको दुलहा र दुलही जो पति र पत्नी अब बन्न गइराख्नु भएको छ, यो उहाँहरूको जीवनमा पनि उत्तिकै सार्थक रहोस्। आमेन। परमेश्वरले हामी सबैजनालाई आशीर्वाद दिनु।